गाइस सबैजनालाई वेलकम छ मेरो आजको ब्लगमा। म माफी माग्छु सबैजनालाई गाइजहरु। म चाहिँ युट्युबमा 1.5 महिनादेखि देखिरहेको थिएन। मलाई खुसी लागिरहेछ किनकि हजुरहरुले मलाई सपोर्ट उत्तिकै पनि गरिरहनु भएको थियो। म आज सब पब्लिकको डिमान्ड अनुसार फेरि म पछाडी आइसकेको छु। अबदेखि म डेली आफ्नो ब्लगहरु हाल्ने छु। हजुरहरु सब सन्चै हुनुहुन्छ भन्ने आशा छ। यता साइड पनि हामीहरुकोतिर धेरै प्रगति भइसकेको छ। हजुर हेर्न सक्नुहुन्छ यता साइड एउटा घर बनेछ, एक उता घर बनेछ, एक उता हाम्रो अगाडि पडोसीमा 2 तलेको घर बनिसकेको छ। म हजुरहरुलाई धेरै खुसी खबर दिनेछु। हजुरले मलाई सपोर्ट पनि उत्तिकै दिनु पर्यो गाइज। और त मेरो सब ठीक छ। यसपालि मेरो एसी पनि छ गाइज। सबजनालाई फेरि एकचोटी पहिलाको जस्तै नै सपोर्ट र माया दिन अनुरोध गर्दै म आजको ब्लग यही गर्छु र म भोलि केही न केही कमेडीहरु चीजहरु लिएर आउने छु। यो मेरो वादा हो। म 1 महिना पछि आए तर म क्षमा माग्छु। गाइजहरु मलाई पहिलाको जस्तै माया गर्दिनु होला। धन्यवाद।